हाम्रो माताजी यहाँ काम गर्दै हुनुहुन्छ है टोलुङ। यो चाहिँ गाउँघरमा मही पार्ने हाम्रामा चाहिँ छ है। यो भिजाएको छ, अहिले मही पारेको आउँछ। आज मही पार्दै चाहिँ हाम्रोमा चाहिँ यसरी मही पारिन्छ ट्याक्टर। अनि यसलाई टोलुङ्गे भन्छ। टोलुङ भन्छ यसलाई चाहिँ पाङ्गो मही पार्ने चाहिँ यसरी हो। सायद तपाईँहरूले देख्नु भएको थिएन किनकि तपाईँहरू भर्खर जन्मिँदै हुनुहुन्छ, बल्ल त मेरो सङ्गत गर्दै हुनुहुन्छ। लु हेर्नुहोस् अब चाहिँ मदानी र ठेकीले पारेको त धेरै वर्ष देख्नुभयो होला, तर यो चाहिँ अलिकति पहाडतिर हुन्छ। We are entrepreneur and we are creator and भर्खर मेरो सङ्गत गर्दै हुनुहुन्छ। यसरी नै सङ्गत गर्नु, बहुत आगे जाओगे बच्चा तुम लोग। खोले पकाउने ठाउँ, खोले पकाइ बक्सिँदैछ। अनि यो चाहिँ गाई गोठ, हाम्रो यहाँ गाई बाछा बाछी सब थोक छ यहाँ, दाउरा राख्ने ठाउँ। अनि यहाँ चाहिँ बाख्रा खान्थिन्। आउँदैन यस्तो मजाका बाख्रा हाम्रो गाउँका। आऊ यहाँ चाहिँ कफीको बोट छ। यो यस्तरी दाउरा चिरेर बाल्छौँ हामी चाहिँ, आगै बाल्छौँ यहाँ। यस्तरी दाउरा चाहिँ हालाएर राख्नुभएको रहेछ, बाल्ने दाउरा ट्याक्क लाएर। अनि केरा घारी त कति छ त यहाँ, केरा यहाँ फलिरहेको छ। यता नि केरा छ, त्यहाँ नि फल्या छ। माई ब्रदर, बिग ब्रदर। पुरै सुपारी बारी छ। सुपारी नै मात्रै छ क्या यहाँ, सुपारीको बिचमा तरकारीहरू हालेको छ। यहाँ मकै छरेको छ, यहाँ मकै छ, गहुँ छ। कपिलजी के भन्न चाहनुहुन्छ? कस्तो राम्रो मकै बारी हो। यो चाहिँ चिया भन्छ, यहाँ चाहिँ मुन्टा पलाउँछ अनि टिप्ने अनि मार्ने अनि चिया खाने, नेचुरल चिया हो यो चाहिँ। ट्याक्क लाएर यो चाहिँ गहुँ हो, यस्तो हुन्छ गहुँ। हजुरहरूले पिठो मात्र देख्नु भएको छ होला, बाला चाहिँ यस्तो हुन्छ। यो चाहिँ गाउँ, यो गाउँ, यो गाउँ। यो अमेरिका जस्तो शक्तिशाली देशमा हजारौँ रुपियाँमा बिक्री हुन्छ, हाम्रो गाउँमा यस्तो दामी फलिरहेछ। देख्दा देख्दा अचम्म लाग्छ होला, तर मादल यसैको बनाउँछ। कमेन्टमा नसोध्नु कसरी। पहिलाको जमानामा फुटबल भन्ने चिज थिएन, यसैलाई फुटबल मानेर खेलिन्थ्यो। अब नसोध्नु कसरी। अरूतिर चाहिँ फुटबल बनाउँछन् प्लास्टिकको के को, हाम्रो चाहिँ यसरी फल्छ यहाँ फुटबल। यी फुल पनि लाग्दैछ यसरी। म खेल्न रेडी छु। अनि यो चाहिँ मेरो भिला हो। यो 5 करोडको, 5 करोडको त तल मात्रै, माथि सबै यताउति गर्दा 10 करोड जतिको लगभग। अनि इलाम ताप्लेजुङ पाथिभरा लगायत ठाउँमा जाने बाटो चाहिँ यही हो। यस्तो छ, ओह्रालो छ, मजाको ठाउँ छ। राम्रो छ बाटो, भिजिट गर्न आउनुहोस्। म पनि फर्स्ट टाइम आएको। लेट्स सी आगे आगे होता है। एकदम नै पर्ने ठाउँ हो यो चाहिँ। यस्तो ठाउँ कहीँ पनि छैन, यहाँ मात्रै छ। झापाको सुनमाई भन्ने ठाउँ हो। यहाँ चाहिँ सिबी रहेछ, ट्याक्क थाङ्ग्रा लाएर। अनि यो चाहिँ ब्रोकाउली फल्दै रहेछ ट्याक्क। कस्तो रङ चेन्ज भएको यार, पुरै रङै परिवर्तन भइरहेछ। यस्तो देख्नु भएको थिएन होला, अचम्म नमान्नु। गाउँको त्यो नेचुरालिटी हो। यहाँ पनि छ, यो चाहिँ तरकारी बारी हो। यता पनि छ, धनियाँहरू सबै थोक छ यहाँ। टमाटर यसरी छ, टमाटर। अनि यो चाहिँ इस्कुसको चाङ हो,
इस्कुस चाहिँ छैन